नमस्कार, स्वागत छ हजुरहरूलाई नेपाली भान्सा च्यानलमा। आज बनाउन गइरहेको छु चिकन मोमो। 1 किलो किमाको लागि आधा किलोभन्दा अलिक बढी मैदा लिनुहोला। थोरै सनफ्लावर तेललाई राखिदिनुहोला। साथै नुन आधी चम्चा नुन राख्नुहोला, सानो चम्चाको आधी चम्चा। यसो गर्दा पिठोमा हल्का स्वाद आउने भएको हुँदा तेलले पिठो पनि राम्रो हुन्छ। थोरै पानी राख्दै पिठो मुस्दै जानुहोला। मोमोको लागि पिठो मुस्दा हल्का चाम्रो गरेर मुस्नुहोला, गिलो नबनाउनुहोला। थोरै पानी एड गर्दै पिठो मुस्ने। हाम्रो पिठो तयार भइसकेको छ। यो पिठोलाई एउटा प्लास्टिकमा 10 देखि 15 मिनेटको लागि राखिदिनु होला। पिठो तयार हुन्जेल प्याज, गोलभेरा, हरियो प्याज यो सामानहरू काटेर रेडी पार्नु होला। एउटा भाँडामा किमा राख्ने, अघि काटेको मसिनो पारेको प्याज राख्नु होला। हरियो प्याज पनि राखिदिनु होला। धनियाँ थोरै राखिदिनु होला। साथै यसमा जिराको धुलो, धनियाँको धुलो, 1 चम्चा लसुन अदुवाको पेस्ट, मोमो मसाला पनि राख्नु होला। घरमा बनाएर राखिएको गरम मसालाको धुलो 1 चम्चा, नुन स्वाद अनुसार, थोरै तोरीको तेल तताएर यसैमा राख्नु होला र राम्रोसँग किमालाई मोल्नु होला। अब हाम्रो किमा तयार भइसकेको छ। अचारको लागि तिल, भाङ, तिल र बदामलाई राम्रोसँग भुट्ने। यही पेनमा अब थोरै तोरीको तेल राखेर चिल्ली पेस्ट बनाउने। त्यसको लागि आधी चम्चा मेथी, लसुन पोटी 4-5 वटा, कश्मिरी खुर्सानी 10 देखि 12 पिस तेलमा तार्ने र सेलाउनको लागि राखिदिनु होला। थोरै तेल, अचारको लागि थोरै तेल राख्ने, आधी चम्चा मेथी, जिरा, सुप र कश्मिरी खुर्सानी 2टा राखेर राम्रोसँग भुट्ने। प्याज भुट्ने, अदुवा लसुनको पेस्ट, बेसार आधी चम्चा राम्रोसँग भुट्ने। थोरै गरम मसालाको धुलो, मोमो मसाला थोरै, नुन स्वाद अनुसार र अघि काटेर राखिएको गोलभेरा राखेर थोरै सुप पनि राखिदिनु होला। टिमुर आधी चम्चा राख्ने, डल्ले खुर्सानी मैले 2 पिस राखेको छु। चिल्ली पेस्टको लागि थोरै टिमुर राख्ने, नुन थोरै स्वाद अनुसार राख्नु होला। टिमुर, नुन स्वाद अनुसार राख्नु होला। अब हाम्रो गोलभेरा तयार भइसकेको छ। गोलभेरा सेलाउनको लागि एउटा कचौरामा झिकेर राख्नु होला। हाम्रो अघि रेडी गरेको चिल्ली पेस्ट तयार भइसकेको छ। अचारको लागि अघि भुटेर तयार गरिएको तिल, बदामको छोपलाई मिक्सरमा राख्नु होला। सेलाउन राखिएको गोलभेराको पेस्टलाई पनि मिक्सरमा राख्ने। धनियाँ थोरै राखेर मसिनो हुने गरी पिस्नु होला। अब हाम्रो अचार तयार भइसकेको छ। अचार अब मोमोको लागि रोटी बेल्न गइरहेको छु।
एक एकवटा बेल्न पनि सक्नुहुन्छ, तर यसरी ठुलो बनाएर ग्लासले काट्नुभयो भने छिटो र सजिलो हुन्छ। मोमो बनाउँदा हजुरहरूलाई कुन सेपमा मनपर्छ त्यही अनुसार बनाउनु होला। मैले लाम्चो एक भाँडो बनाएको छु, डल्लो मोमो पनि एक भाँडो बनाएको छु। अब हाम्रो मोमो बसाल्नको लागि तातो पानी तताउने, पानी हल्का उम्लेपछि मोमोलाई बसालिदिनु होला। 10 देखि 15 मिनटमा हाम्रो मोमो तयार भएको छ। जाडोमा तातो मोमो तयार भएको छ। यदि हजुरहरूलाई यो रेसिपी मन परेमा नेपाली भान्सालाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।